भएर ल है हामी आज भरतपुर महानगरपालिका वडा नम्बर 2 मा आइसकेका छौँ। यहाँ सियाल चाहिँ अड्केको रहेछ शोभा प्रधानको घरमा, जुन विक्रम मार्ग नजिकै जलदेवी सामुदायिक वनको टिमले यसलाई रेस्क्यु गरेर लिएर जाँदैछ। थोरै घाउहरू पनि भएको छ। घरमा रहेछ है यो स्याल अड्केर बस्यो, उहाँले नि डराउनु भएन अलिकति आफैले छिमेकीहरु सबैले भने हामी त डर लाग्छ, र्याबिट लाग्छ, सक्दिन भन्नु हो। एकदम माया लाग्यो के। अनि त के गर्ने भएर अनि फेरि अहिले मनोज भाइलाई फोन गरे, वडा अध्यक्षलाई फोन गर्नुभयो। हजुर, वडा अध्यक्षलाई फोन गरेर ठ्याक्कै हजुरहरुको नम्बर दिनुभयो अनि हजुरले फोन गर्नु। एउटा सेफ्टी चाहिँ गर्नुपर्छ। चिथार्यो भने पनि रेबी लाग्ने सम्भावना हुन्छ के, यसको चाहिँ एकदम डेन्जर हो त्यसको लागि चाहिँ। अहिले पनि उते भाइले गाली गरिराख्नु भयो, के गरेको दिदी तपाईले ठोक्छ के र्याबिट लाग्छ भन्दै। यो मुख दबामा परेर हो न। हामी सबैलाई धन्यवाद दिन्छौँ। हाम्रो युट्युब च्यानल चितवनको राजामा हेर्न सक्नुहुन्छ गएर। जलदेवी सामुदायिक वनको टिमले रेस्क्यु गरेर लिएर आएको स्याललाई अहिले छोड्दैछौँ भरतपुर 2 को वडा कार्यालय नजिकै। ल हेर्नुहोस् गयो स्याल। वडा अध्यक्ष पनि आइपुग्नु भएको छ। उहाँको जानकारी अनुसार चाहिँ हामी यो स्याललाई रेस्क्यु गरेर लिएर आएका थियौँ। यो स्याल चाहिँ विशेष गरी वडा अध्यक्षज्यूकै थोरै जानकारी गराइदिनुको लागि अनुरोध गर्छु। नमस्कार। हाम्रो जलदेवी सामुदायिक वनका अध्यक्षज्यू र उपाध्यक्षज्यूहरूलाई म धन्यवाद दिन चाहन्छु। यो हाम्रो टोलमा हिजो रातिदेखि यो फसिरहेको रहेछ। त्यो चाहिँ टोलवासीले फोन गरेर यसलाई रिस्क्यु गर्नुपर्छ भनेपछि हामीले जलदेवी सामुदायिक वनले जुन सहयोग गरेर यहाँ आएर यसलाई रेस्क्यु गरिदिनु भएको छ। त्यसको लागि फेरि म धन्यवाद दिएँ। हाम्रो रेस्क्यु टिमको कमान्डर चाहिँ उहाँ सन्दीप तिमसिना हुनुहुन्छ। हस् त, धन्यवाद सबैलाई। तन्दुरी रेस्टुरेन्टलाई विशेष धन्यवाद दिन